नमस्ते साथीभाइ, तपाईहरुको सबैलाई स्वागत छ मेरो यो च्यानलमा। म बहुत नै दुखी मनले यो भिडियो बनाउँदै छु। हिजो जो एउटा दुर्घटना भयो, प्लेन क्र्यास जो भयो, अहमदाबाद एयरपोर्टबाट टेकअप गर्ने साथी जो क्र्यास भयो त्यसको विषयमा लिएर म दुई कुरा तपाईहरुसँग शेयर गर्नु मन छ। किन भन्दाखेरि मेरो मनमा एउटा दुखी छ कि त्यो प्लेनमा कति जनाको दाजु हुनुहुन्थ्यो होला, पापा हुनुहुन्थ्यो होला, मम्मी हुनुहुन्थ्यो होला, कतिको दिदी हुनुहुन्थ्यो, भान्जी हुनुहुन्थ्यो, मामा हुनुहुन्थ्यो, तपाईहरुको पनि कोही न कोही हुन्थ्यो होला। तो लेकिन यो दुर्घटनाको वजहले कतिहरुको घरमा अहिले निराशा भएको छ अनि पुरा देशमा एउटा निराशाजनक भइरहेछ यो घटनाले। यो घटनामा कति पेसेन्जरहरू कोही आफ्नो ड्युटीमा जाँदै थियो, कोहीसँग आफ्नो परिवारसँग भेट्नु जाँदै थियो, कोही केही बिजनेस कामको लागि हिँडेको, लेकिन तिनीहरूलाई सायद थाहा थिएन कि तिनीहरूको मन्जिल पुग्नु अब पुग्दैन, कहिले पुग्दैन, उनीहरूको जीवन यहीसम्म थियो। तो म आज सबैजनालाई सबैको आत्माको शान्तिको लागि म यो भिडियो बनाउँदैछु। आशा गर्छु फेरि यस्तो प्लेन क्र्यास नहोस्, किनकि हामी प्लेनमा एउटा विश्वास राख्छु, यहाँबाट वहाँ जानु लागि एउटा निर्भय भएर जान सक्छु भनेर एउटा विचार गर्छु। बात यस प्रकारको घटना भयो भने एउटा हाम्रो मनमा डर हुन्छ, मेरो मनमा एउटा डर हुन्छ, तपाईको मनमा एउटा डर हुन्छ। डर गरी सफर गर्नु पनि एउटा सफरमा एउटा मजा हुँदैन। घटनै भइगयो भने पनि यो त दुःखद भइहाल्यो, मेरो जीवन गयो भने केही छैन, लेकिन मेरो पछाडि जो मेरो परिवार छ उसको के हुन्छ, यो सब सोच्दाखेरि मन एकदम दुखी भएर आउँछ। हिजोको जति पनि पेसेन्जर थियो उनीहरूको जो परिवारहरूलाई कति दुःख मन भयो होला, अहिले कति रुइबासी भइरहेको होला। तिनीहरूको घरको लागि पनि म आफ्नोतिरबाट अब म च्यानलमा ती कुरा भन्दैछु भने मौका भेट्दैछु, सायद उहाँसम्म मेसेज पुग्छ पुग्दैन, किनकि मेरो भिडियो त्यति आगे बढ्दैन। त्यही पनि इन केस कहीँ पुगेको गल्तीले पनि हेरो मेरो तर्फबाट सबैको लागि त्यो छ, माया छ, फेरि यस्तो नहोस्। लेकिन यो दुर्घटना भयो कसरी हो? के वेदर खराब थियो या टेक्निकल कोही खराब थियो, के भएको थियो होला? किन मतलब टेकअप हुने साथसाथ कति अलिकति अगाडि जाने साथसाथ क्र्यास भयो? केही कारण हो, जे पनि कारण होस्, हामी साधारण मान्छेको लागि त्यो केही जान्ने केही त्यो त शक्ति पनि छैन। त्यही पनि म यो यस्तो हुनुहुन्थेन भन्ने एउटा मनमा छ। तो साथीभाइ तपाईहरुलाई पनि कस्तो हो के हो भन्नु होला, शेयर गर्नु होला, कमेन्ट्समा बताउनु होला, के डिस्कस केही कुरा आयो भने भन्नु होला। मेरो मनमा थियो अनि मैले भिडियो बनाउन सुरु गर्दाखेरि सोचे कि यही मौका हो तपाईहरुसँग शेयर गर्नु लागि, मैले यो शेयर आज गर्दैछु। फेरि पनि शेयर गर्दै गर्नेछु। मन एउटा दुखी भएर आएको छ, नरुनु नहाँस्नु। म चढेको छुइनँ त्यो एरोप्लेनमा, लेकिन त्यही पनि सायद एक न एक दिन मेरो पनि बेला होला।
प्लेनमा चढ्ने, कहीँ न कहीँ म यहाँबाट वहाँ जाने पर्ने होला। अनि एउटा कुरा अझै एउटा भन्नु छु कि अब जस्तो प्लेन भन्ने अलिक हाइफाईहरू अलिक इम्पोर्टेन्ट पर्सनहरू बेसी भाग चढ्छ। त्यसमा कोही कम्पनीको मालिक हो, कोही बहुत एउटा हुनसक्छ जसले एउटा अफिस या एउटा कम्पनी चलाउँदैछ, उसको निचे धेरै परिवारहरू भइरहेको होला। त्यस्तो दुर्घटनामा भिआइपी पर्सनहरू दुर्घटना हुँदाखेरि त्यसको तल जति पनि छ त्यहाँ पनि इफेक्ट हुन्छ। चलो साथीभाइ, आजको लागि यति नै हो। यसै अब लामो चाँडो डायलग त मारे, लेकिन एउटा मनको कुरा थियो भनिदिए अब। चलो भाइ।